दिन पछाडि हामी म अनि मेरो साथी, उसको बच्चा, उसको हस्बेन्ड, मेरो बच्चा हामी घुम्न निक्ल्यौँ। विराटनगरको गर्मीबाट अलिकति शीतल ठन्डा खानको लागि थापिहाल्नु होला। विराटनगरबाट नजिकमा अलिकति शीतल खाने ठाउँ कहाँ छ है? हामी गएको थियौँ भेरेटारमा अहिले कति धेरै राम्रो राम्रो क्याफेहरू रेस्टुरेन्टहरू खुल्या रहेछ। अनि हामी चाहिँ गयौँ, घुम्यौँ, मजाले इन्जोय गऱ्यौँ। हामी चाहिँ रेस्टुरेन्ट क्याफे भन्दा पनि योचोटि चाहिँ एकदम त्यहाँको नेचुरल त्यो वेदरको मजा लिन गएको थियौँ क्या। कस्तो गर्मी थियो है यहाँनिर जुन दिन हामी यहाँ गएको। अनि त्यहाँ गयौँ, नानीहरू पनि आफ्नै दुईजना, उनीहरू दुईजना भयो खेल्नलाई, उनीहरू आफ्नो बिजी भयो। मेरो हस्बेन्ड र उसको हस्बेन्ड उनीहरू दुईजना, म र मेरो साथी हामी दुईजना यति धेरै इन्जोय गऱ्यौँ। कतिखेर भेरेटारमै 4-5 बज्यो, हामीलाई त थाहै भएन। त्यत्रो यो टाइम पुरा दिन हामीले वहीँ निकाल्यौँ। अनि त्यहाँनिरको हरियाली, पहाडको सागसब्जीहरू, त्यहाँको बाटोघाटो साफसफाइ हेरेर हामी दङ्ग परेका थियौँ है। अनि ढुक्क लागेको थियो। बल्ल बल्ल बिजी, अलिकति मेरो पनि पर्सनल लाइफ बिजी नै थियो। अनि नानीको पनि अलिकति ह्यान्डमा प्रब्लम भएको भएर हामी त्यति खासै बाहिर निक्लिन पाइरहेको थिएनौँ। योचोटि मेरो सिस्टर आउँदा पनि म बाहिर निक्लिन पाएको थिइनँ नानीको ह्यान्डले गर्दाखेरि। हामीले धेरै फोटोहरू सुट गऱ्यौँ, भिडियोहरू खिच्यौँ। मैले ब्लगिङ गर्ने टाइम पाएँ, धेरै भएको थियो मैले ब्लगिङ पनि नगरेको। अनि हुन्छ नि कति लामो टाइम पछाडि हामीले इन्जोय गरे जस्तो फिल भयो क्या। कहिलेकाहीँ यस्तो पनि हुनुपर्दो रहेछ, आफ्नो लागि पनि टाइम निकाल्ने है। बच्चाहरू लिएर टक्क गयौँ, घुम्यौँ, रमाइलो भयो। अनि त्यस्तो धेरै एक्सपेन्सिभ पनि नै, हामी बाइक स्कुटी लिएर गएको थियौँ। अनि हुन्छ नि आफ्नै साधन, आफ्नै स्कुटीमा आनन्दले रोक्दै रोक्दै घुम्दै, घरबाटै हामीले खानाहरू अलिअलि बनाएर लिएर गएको थियौँ। नानीहरूलाई अब बाहिरको खाना हतपत गाह्रै हुन्छ भनेर अनि घरकै खाना अलिअलि वहीँको खानेकुराहरू खाएर हामीहरूको पुरा दिन भेरेटारमै निकाल्यौँ। अनि धरान आयौँ हामी एकछिन। धरानमा त धेरै बेर हामी अल्मलिनौँ, साथीले अलिअलि के लिनु थियो उसको। अनि त्यहाँ सामान लियौँ अलिअलि। अनि नानीहरूलाई एकछिन धरान घुमाइदिएर अनि हामी बेलुका घर निक्लेको। तर हामीले धरानभन्दा पनि धेरै मस्ती चाहिँ भेरेटारमै गरे हो। भेरेटारमा कस्तो राम्रो राम्रो क्या, त्यहाँको पहाडको सागसब्जीहरू अनि हुन्छ नि लोकल चिजहरू थियो भनौँ न। अलिकति एक्सपेन्सिभ हो तर पनि सामानहरू चाहिँ राम्रो क्या। त्यहाँनिरको सागसब्जीहरू सबै थोक। अनि हामी यहाँको फेमस चियावाला, पहिले हामी, मेरो बुढो र म चाहिँ पहिले पनि जाँदाखेरि त्यहाँ म चिया खान्थेँ। हस्बेन्ड त खानुहुन्न, म त्यहाँको चिया पिउने गरेको थिएँ। अनि आज चाहिँ म र भैया कमल भैया हामी दुईजनाले त्यहाँ चिया खायौँ। नानीले क्रिम रोल खायो। अनि यो नानीको बर्थडेमा तपाईँहरूले मेरो ब्लगिङ हेर्नु भएको छ भने यो भाइले त्यतिखेर पनि सारङ्गी बजाइदिएको थियो। अनि आज पनि हामीले त्यो रिजर्टमा भेटेको थियौँ त्यो भाइलाई। त्यसपछि हामी त्यहाँबाट निक्ल्यौँ। मैले अनि जाँदाखेरिको चाहिँ सायद त्यति खासै भिडियो बनाएको थिइनँ। आउँदाखेरि मलाई रोडको त्यो त्यहाँको वेदरहरू यस्तो राम्रो लागेर रोडको पनि पुरै हेर्नुहोस् ल, भिडियोहरू बनाउँदै हालेकी छु। यस्तो वेदर हेरेर नि माइन्ड ब्लोइङ। यस्तो पनि हुन्छ काहीँ? विराटनगरबाट लगभग 1-1.5 घन्टाको डिस्टेन्समा यस्तो दामी क्या। हेर्नुहोस् न, आनन्दले हाँसी मजाक गर्दै गर्दै हामी फेरि अनि फर्क्यौँ। तर कस्तो भयो, राम्रो सन्जोग भयो भने धरानबाट भेरेटारबाट फर्किँदा हामी ढिलो फर्क्यौँ नि त। 4 बजी लगभग हामी भेरेटारबाट फर्केको थियौँ। अनि धरान आउँदाखेरि मतलब त्यो मेजर एउटा जुन गर्मी हुन्छ नि त्यो चाहिँ सकिएर वेदर एकदम अब यतातिर पनि कुलिङ हुँदै गइसकेको थियो क्या। अनि चिसो चिसो हुँदै आइसकेको थियो। हामीलाई त्यो बाटोमा त्यस्तो धेरै गर्मी भएको फिल चाहिँ भएन। थ्याङ्क यू सो मच फर वाचिङ।